एकातिर कागतीको अमिलो स्वाद, अर्कोतिर साबुनको छिप्लोपन। सुन्दा कति फरक लाग्छ, होइन त? तर विश्वास गर्नुस्, यी दुवै हाम्रो दैनिक जीवनमा एकदमै महत्त्वपूर्ण रसायनहरू हुन्। आज हामी यही अम्ल, क्षार र लवणको अदृश्य तर एकदमै रोचक संसारभित्र पस्नेछौँ। ल, आजको हाम्रो यात्राको बाटो यस्तो हुनेछ। पहिले हामी अम्लको संसारमा डुबुल्की मार्नेछौँ, त्यसपछि हामी क्षारलाई चिन्नेछौँ र अन्त्यमा जब यी दुई विपरीतहरू भेट्छन् तब के हुन्छ त्यो हेर्नेछौँ। ल, सुरु गरिहालौँ है त। सोच्नुस् त, कागती, दही, गोलभेडा भान्सामा सधैँ देखिने कुराहरू हुन्। तर यी सबैमा एउटा कुरा साझा छ, एउटा रहस्यमय रासायनिक रहस्य। त्यो हो यिनीहरूको विशेष तीखो खालको अमिलो स्वाद। हो, यही प्रश्नले हामीलाई आजको विषयको मूल जरोसम्म पुर्याउँछ। आखिर के हो त यो अमिलोपनको पछाडिको राज? ल, अब ढिला नगरौँ, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। अम्ल भनेको आखिर के हो त? एकदम सरल भाषामा भन्नुपर्दा कुनै पनि चिज अम्ल हो कि होइन भनेर थाहा पाउने एउटै तरिका छ। के त्यसले पानीमा घुलेपछि हाइड्रोजन आयोन अर्थात् H+ छोड्छ? हो, यही सानो तर शक्तिशाली कण नै अम्लको सबै गुणको जड हो। चाहे त्यो हामीले चाख्ने अमिलो स्वाद होस् वा धातुलाई नै पगाल्ने यसको क्षमता होस्। यहाँ हेर्नुस् त, अम्ल भनेको कागतीमा मात्र पाइने चिज होइन रहेछ। सिट्रिक एसिड, एसिटिक एसिड जस्ता हामीले खानेकुरामा पाइने प्राकृतिक अम्लदेखि लिएर गाडीको ब्याट्रीमा हुने सल्फ्युरिक एसिडसम्म, मतलब हाम्रो भान्सादेखि ठूला ठूला उद्योगसम्म अम्ल जताततै छ। ल, अम्ल के हो भनेर त थाहा भयो, तर प्रयोगशालामा वैज्ञानिकहरूले यसलाई कसरी चिन्छन् होला त? के उनीहरूले चाखेरै थाहा पाउँछन् त? पक्कै पनि पाउँदैनन्। अब त्यही तरिकाबारे कुरा गरौँ। ओ, कुनै पनि रसायनलाई चाखेर परीक्षण गर्नु भनेको त एकदमै खतरनाक हुन्छ। त्यसैले वैज्ञानिकहरूले सूचक अर्थात् इन्डिकेटर्सको प्रयोग गर्छन्। यी यस्ता जादुई रसायन हुन् जसले अम्लको सम्पर्कमा आउने बित्तिकै आफ्नो रङ बदल्छन्। जस्तै सबैभन्दा चल्तीको लिटमस पेपरलाई हेरौँ। यदि नीलो लिटमस पेपर रातो भयो भने ढुक्क हुनुस्, त्यो पदार्थ अम्ल हो। रङ बदल्नु त एउटा सङ्केत मात्र भयो। अम्लको अर्को एउटा ठूलो पहिचान छ, यसले धातुसँग गर्ने प्रतिक्रिया। याद राख्नुस्, जब अम्लले कुनै धातुसँग प्रतिक्रिया गर्छ त्यसले सधैँ लवण र हाइड्रोजन ग्यास बनाउँछ। अनि त्यो प्रतिक्रिया वास्तविक जीवनमा यस्तो देखिन्छ। यहाँ हेर्नुस् त, यो म्याग्नेशियमको टुक्रालाई अम्लमा हाल्दा कस्तो फिज आइरहेको छ। हो, यी फिजका फोकाहरू नै हाइड्रोजन ग्यास हुन्। अब रसायनशास्त्रको भाषामा हेर्दा यही प्रक्रियालाई हामी यसरी लेख्छौँ। यहाँ Mg अर्थात् म्याग्नेशियम र 2HCl अर्थात् हाइड्रोक्लोरिक अम्ल मिलेर MgCl2 म्याग्नेशियम क्लोराइड भन्ने लवण र H2 अर्थात् हाइड्रोजन ग्यास बनेको हो। हरेक कथामा एउटा नायक हुन्छ र एउटा खलनायक, वा भनौँ एक विपरीत पात्र। रसायनशास्त्रको दुनियाँमा यदि अम्ल नायक हो भने त्यसको विपरीत पात्र हो क्षार। ल, अब क्षारसँग पनि चिन्जान गरिहालौँ। अघि हामीले के भनेका थियौँ? अम्लले पानीमा H+ आयोन छोड्छ। हो, क्षारले चाहिँ ठिक उल्टो गर्छ। यसले पानीमा घुल्दा हाइड्रोक्साइड अर्थात् OH- आयोन छोड्छ। यही हो यिनीहरूको मुख्य फरक। अनि क्षार पनि अम्ल जस्तै हाम्रो जीवनमा जताततै छ। हामीले नुहाउने साबुनदेखि घर बनाउने सिमेन्ट अनि पेटमा एसिडिटी हुँदा खाने एन्टासिड, यी सबै क्षारका उदाहरण हुन्। अब यहाँ एकदमै ध्यान दिनुस् है, क्षारका गुणहरू अम्लको ठिक उल्टो छन्। अम्लको स्वाद अमिलो, क्षारको तितो। अम्लले नीलो लिटमसलाई रातो बनाउँछ, क्षारले रातो लिटमसलाई नीलो, पुरै उल्टो। ल, एउटा अम्ल छ, अर्को क्षार छ, दुवै एकअर्काका विपरीत। अब सोच्नुस् त, के होला जब यी दुईलाई एकै ठाउँमा मिसाइन्छ? ल हेर्नुस्, एकातिर छ H+ आयन फाल्ने अमिलो अम्ल, अर्कोतिर छ OH- आयन फाल्ने तितो क्षार। जब यी दुई भेट्छन् नि, यिनीहरूले एकअर्काको शक्तिलाई खाइदिन्छन्, एकअर्काको प्रभावलाई रद्द गरिदिन्छन्। रसायनशास्त्रमा यो अद्भुत प्रतिक्रियालाई निराकरण प्रतिक्रिया वा न्युट्रलाइजेसन रियाक्सन भनिन्छ। किन? किनभने अम्लको अम्लीयपन र क्षारको क्षारीयपन दुवै न्युट्रलाइज हुन्छ, अर्थात् दुवै हराएर जान्छ।
अरे नतिजा के हुन्छ त? एकदमै रोचक। अम्लबाट आएको H+ आयोन र क्षारबाट आएको OH- आयोन मिलेर बन्छ पानी H2O, अनि बाँकी जे रह्यो ती मिलेर एउटा पुरै नयाँ पदार्थ बन्छ जसलाई हामी लवण भन्छौं। ओहो, यही निराकरण प्रतिक्रियाले हामीलाई हाम्रो अन्तिम खण्डमा ल्याइ पुर्याएको छ, लवणको संसारमा। तर एउटा कुरा, लवण भन्नासाथ नुन जस्तै स्वाद नभएको तटस्थ हुन्छ भन्ने होइन। यो त कुन अम्ल र कुन क्षार मिलेर बनेको हो त्यसमा भर पर्छ। यदि एकदमै कडा अम्ल र कडा क्षार मिले भने बन्ने लवण तटस्थ हुन्छ। तर यदि एउटा कडा र अर्को कमजोर भयो भने बन्ने लवणमा पनि कडावालाको अलिकति गुण देखिन्छ, कि त त्यो अम्लीय हुन्छ कि त क्षारीय। अनि रसायनशास्त्रमा लवण भनेको हामीले खाने नुन मात्र होइन, यो त एउटा विशाल परिवार हो। हामीले केक बनाउँदा हाल्ने बेकिङ सोडा होस् वा लुगा धुने वाशिङ सोडा, यी सबै वास्तवमा लवण नै हुन्। अब अम्ल क्षारबारे जान्नु भनेको किताबको कुरा मात्रै होइन, यसको महत्त्व त्योभन्दा धेरै छ। उदाहरणको लागि अम्ल वर्षा वा एसिड रेन बारे सुन्नुभएकै होला। त्यो के हो त? कल कारखानाबाट निस्केको धुवाँ आकाशमा गएर पानीसँग मिसिदा शक्तिशाली अम्ल बनेर पानीसँगै तल खस्ने प्रक्रिया हो। हेर्नुहोस्, अम्ल, क्षार र लवण यी हाम्रो संसार चलाउने आधारभूत शक्तिहरू हुन्। यिनीहरूको बारेमा बुझ्नु भनेको प्रकृतिलाई बुझ्नु हो, नयाँ प्रविधि बनाउनु हो र हाम्रो ग्रहलाई जोगाउनु पनि हो। तर अन्तिममा एउटा ठूलो प्रश्न बाँकी रहन्छ, यो ज्ञानको शक्तिलाई हामीले कसरी र केका लागि प्रयोग गर्छौं?